हेलो गाइज, आज वैशाख 8 गते 2083 सालको चाहिँ हामी यता चप्पनतिर गएर आजको दिन कटायौँ। म चाहिँ भिडियो बनाउँदैछु हामी कहाँ हिँडेको के गर्ने भन्ने खालको एउटा हैन क्वेसन गर्दै। अनि उहाँ मेडम चाहिँ के भन्दै हुनुहुन्छ, हतालमा आएको हामी भन्दै हुनुहुन्छ के। खाजा रेडी हुन्जेल म चाहिँ भिडियो बनाएँ। अब खाजा पनि हाम्रो लगभग रेडी भयो, यहाँबाट निस्क्यौँ अब हामी। त्यसपछिबाट लाग्यौँ उकालो हामी। मैले चाहिँ दिदीहरूको भिडियो बनाइदिएँ हाई भनेर हात हल्लाइरहनु भएको छ। एकदम खुसी के खुसी त भइहाल्छ नि होइन, आफ्नो माइतीसित घुम्न पाएपछि हामी पनि खुसी नै छौँ। म पनि अब एकदम खुसी भएर झोला बोकेर दुईपट्टि हातमा देखाउँदैछु, हेर्नु न मसित फेन्टा छ भन्दैछु के। हाम्रो पालो के अब चाहिँ भिडियोमा देखिने हाई हाई हेलो हेलो भन्दै भन्दै हामी चाहिँ अघि लाग्यौँ। यहाँ चाहिँ म पहिला नै आएको थिएँ, योपल्ट चाहिँ धेरै परिवर्तन देखेँ कि यहाँनिर। धेरै वर्ष अगाडि लगभग 7 वर्ष अगाडि आएको होला, पुग्यौँ हामी चौरीमा। अहिले चाहिँ धेरै राम्रो भएको रहेछ, एकदम व्यवस्थित होइन, सबै कुराको सुविधा। बत्तीहरू पनि हुन्छ अरे यहाँ चाहिँ पिकनिक आउँदाखेरि भन्ने कुरा नि थाहा पाएँ, अहिले त थिएन, साँझ परिसकेको थियो। अनि हामी चाहिँ अब यहाँ खाना लाग्दैछौँ, एकदम गर्मी थियो। मोमो पानी होइन फेन्टा लग्यौँ। यता हाम्रो नानी चाहिँ नाच्दै हुनुहुन्छ, मलाई नाच्न चाहिँ एकदम मनपर्छ नि, हान्दै हुनुहुन्छ ऊ अन्धाधुन्दा तालमा जस्तो आउँछ त्यस्तै उडी उडी। बाइक चलाएर सरर मेरो दिदी चाहिँ बाइक चलाउँदै हुनुहुन्छ, मैले भिडियो बनाइदिएँ। मलाई चाहिँ यो बाइक चलाउन मन चाहिँ लाग्छ, तर हाइटले धोका दिन्छ गाइज मलाई। मेरो खुट्टै पुग्दैन, म त डल्ली छु। अनि एउटा मेमोरी होस् न भनेर मैले चाहिँ रेकर्ड गरेर राखिदिएँ। मलाई चाहिँ यस्तो कुराहरू गरिराख्न मन लाग्छ क्या। गर्नुहुन्छ सरर ल्याउनु भयो बाइक, अब रोक्नुहुन्छ। मैले भिडियो बनाइरहेको छु उहाँको। अब यता फेरि फोटोसुट हुँदैछ हाम्रो, अनि भिडियो बनाउँदै हुनुहुन्छ भान्जी। म पनि एउटा फोटोग्राफर पनि हो, फेरि डान्सर सँगसँगै स्टुडेन्ट फोटोग्राफर म चाहिँ पनि हो कि डान्सर। अनि अब म पनि फोटो चाहिँ खिचिदिँदै थिएँ। अब हामी चाहिँ निस्क्यौँ यहाँबाट, कोही पनि हुन्न थियो कि, साँझ परेको थियो, उज्यालो देखिएछ भिडियोमा चाहिँ। ल हजुरहरू पनि आउनुहोस् है यहाँ चाहिँ। नमस्कार, थ्याङ्क यू।